सो ह्याप्पी दसैँ होटल बिबिक्यूमा छौँ हामी यता खसी काट्दैछ हाम्रो गाडी चार्ज फुल भइसकिसकेको छ सो लगभग हामी अस्ति आएको खोटाङ अहिले चाहिँ यो भिडियो किन म तपाईँहरूलाई बनाउँदैछु भन्दाखेरि हामीले चाहिँ इभी गाडी लिएर आएर थोरै दुःख पायौँ चार्जिङ स्टेसन नभएर तर फाइनली हामीले चाहिँ गाडी आफ्नो 2 किलोवाटको चाहिँ चार्जिङ थियो त्यसपछि हामी यहाँ कनेक्ट गऱ्यौँ नत्र बिजोग हुन्थ्यो सो तपाईँ पनि यदि खोटाङहरूले स्याउँदै हुनुहुन्छ भने यो होटलमा या तपाईँले होटलमा चाहिँ आफ्नो चार्जिङ कनेक्ट गरेर आफ्नो गाडी फुल बनाउन सक्नुहुन्छ र हाम्रो प्याकिङ चलिरहेको छ अब हामी निस्किँदैछौँ सो पहिला हामी मन्दिर दर्शन गर्न जान्छौँ त्यसपछि हामी निस्किन्छौँ होइन रमेश मसँग रमेश भाइ छ हुनुहुन्छ अर्जुन कस्तो लागिरहेको दाँत मोल्यो होइन त एकदम ढुङ्गासँग त बोल्दैन नि ओके सो लेट्स कन्टिन्यू होइन किप वाचिङ सो फाइनली हामी कफी पनि खाँदैछौँ हाम्रो कफी मर्निङको स्टार्ट भयो प्रोडक्टहरू पनि युज गर्यो हामीले प्रोडक्ट यो चाहिँ कफी ओरिग्रानो इन्स्ट्यान्ट कफी छ होइन दामी छ है दामी छ ओरेन्जको प्रोडक्ट अनि हामीले खाइसक्यौँ कफी म चाहिँ लिँदैछु भाइले चाहिँ खाइसकेको कस्तो मिठो छ ए उसले ल हामी चाहिँ अब टक्क लगाएर एउटा चेकआउट गर्दैछौँ हाम्रो गाडी तल हामीलाई परिरहेको छ है त कन्टिन्यू वाच गर्नु होला है त आज मजा आउने होला छ सो फाइनली हामी चेकआउट गरेर निस्किसकेको छौँ भाइ मजाले हेर के छोडेको छैन होला हामी तल झर्दैछौँ अब तल म गर्छु ल यो होटल दामी छ एक्चुली हामी यहाँ गर्मी जाडो हुन्छ भनेर लिएर आएको थियौँ ज्याकेट खासै जाडो रहिरहेको छ म देखाउँछु तपाईँहरूलाई यता आउँदै गर्दाखेरि चार्जिङ स्टेसन लगभग प्राइभेट भेहिकलको रहेन रहेछ CCS2 को यसरी हामीले चाहिँ कनेक्ट गऱ्यौँ अनि तपाईँहरूलाई अर्थिङको समस्या हुनसक्छ अर्थिङको पनि यहाँनिर बवाल छ कनेक्सन हाम्रो चार्ज लगभग फुल भइसकिसकेको छ ट्याकको अर्थिङ चाहिन्छ डुवेडीमा चाहिँ यो यसरी इजी अर्थिङ तारले काम गरिहाल्यो सो यसरी हामीले चार्ज लगायौँ हाम्रो गाडी फुल पनि भइसकिसक्यो चिन्ता सुर्ता मान्नु पर्दैन तपाईँहरू आएर चाहिँ यो होटलमा होटल बिबिक्यू हलेसी खोटाङ फोन नम्बर पनि यहाँ छ यो प्रमोसन चाहिँ गरेको होइन मलाई ठिक लाग्यो हामीले दुःखबाट बाँच्यौँ हामी दुःख पाउनुबाट बच्यौँ अस्ति आउँदा चाहिँ बहुत दुःख पाएको थियौँ हाम्रो फुल भइसक्यो आरामले हामी जान्छौँ अब हामी एकछिन दर्शन गरेर जाँदैछौँ त्यो भिडियो पनि तपाईँहरूलाई म कभर गर्छु कन्टिन्यू है त आज गर्नु ल हाम्रो गाडी चाहिँ है ल फाइनली हामीले चेकआउट पनि गरिसक्यौँ अब म गाडीभित्र पस्दैछु ल भाइ चढ ल लाग्यौँ अब हामी दर्शन गर्न जान्छौँ पछि मैले गाडी स्टार्ट गरेँ ओम नमः शिवाय है त अब हाम्रो गाडी 100% 340 किलोमिटर फुल अलिकति ट्याक्टु मिलाएर है त अब हामी लाग्दैछौँ होइन ओके मजा आउँदैछ नि एकदम अब हामी डाइरेक्ट हलेसीमा गएर भिडियो बनाउने वाला छ हामी फाइनली गेटमा आइसकिसक्यौँ ल मैले गाडी पनि अफ गरेँ हामी निस्किन्छौँ अब यो चाहिँ हलेसी मन्दिरको अलिकति टायरमा पम्प कम्ती छ जस्तो देखिन्छ के भयो खुल्ला हुन्छ नि मन्दिर त होइन ल हामीले सामान पनि किनेको छ दिन्छ कति एउटालाई कुन चाहिँ ठिक छ त्यो दिन होइन कुन लानु भित्र लगाउनु कि भित्र लगाइदिनु कति रुपियाँ दिनु पऱ्यो ए होइन दुईवटा मात्र उसले पूजा गर्दैन हजुर केही पर्दैन यति मात्र दिन होइन हुन्छ के अरे रमेश सरले त गर्नुहुन्न होइन ल हामीले यो पनि किनिसक्यौँ सिस्टरबाट यो चाहिँ म मेरो पनि यो त्यो एउटा हो त्यो होइन दुईवटा कहाँ बोकेको हो दुईवटा मात्र हो ल रमेशले चाहिँ नगर्ने हामी चाहिँ लाग्यौँ ल हामीले चप्पल पनि खोल्यौँ यो होइन मेरो मैले छुएको छु नि भाइ तिमीले छुएको मेरो त चप्पल हो ल
लाग्यो मैले गाडी लक लगाएँ होइन गाडी लक लगाएँ ल ठिकै छ एकैवटा लानु न घर पर्सानुमा आदो त चढाउनु मेन यहाँ सबै मरै सबै यो पनि बोक्दिनु हैन व्यापार गरेको मलाई भन्छ मलाई व्यापार गरिदिनु भन्नु हो त्यो फोन लिएर जान्न त ल बिर सर यो लिएर जान्न रमेशलाई धन्यवाद यहाँसम्म पहिला कहाँबाट पूजा स्टार्ट हुनु बाजे ओहो गणेश भगवान कहाँ यस ल यहाँ हामी ट्याक्कै दर्शन गर्छौँ लु तिमी टाढा मार त लु जानु त जाने छैन पूजा गर्नु होइन अब यस्तै छ भाइ कति यसको अहिले आएर दिन्छ नि त ल हजुर ए हस् ल हामीले शिवजी र पार्वतीलाई ल यो युनिभर्सल क्राउन एम्बेसडर Wow. यहाँबाट पाउँदैन उता धन्यवाद है त सो हामी यस लिसी दर्शन गरिसक्यो हामीले हजुर सो लिसी आज पनि आउन सक्नुहुन्छ अनि यो कहाँ फुटाउनु नरिवल कहाँ फुटाउनु यहाँ हो दुध पनि ल एक घरमा बढाइ न नम्बर अनि कहाँ जल चढाउने यो यही फुटाउने कि यता नि छ ल यो देखाउ त हामी चाहिँ नरिवल फुटाउँदैछौँ बहुत राम्रो रहेछ हो ल है ठिक छ भाइ
ठिक छ अझ ठिक छ तिम्रो पालो लु ठोक दियो ल सबै के भन्छ अब त्यहाँ राख्न छिटो गर्नु अनि त्यो पर्सा त छैन होइन तिमीले छुनु नै भयो ल अनि एक जग्गा मेरो दुई जग्गा अनि पर लगाऊ भित्र भित्र अलिक छड्को 3 जोडी एकदम ल ओ ल गणेश भगवान्ले आशीर्वाद दिनु ल हल्का ल ठिक छ नि एकदम ल हो दामी हमारा उनका अच्छा है अलिक बिस्तारै हाने मैले चाहिँ नफुट्दा अलिक डर हानेको त्यसो भाउ उसको चाहिँ एकैचोटिमा कडा अर्जुन कडा के हो है सो फाइनली हामीले चाहिँ पूजा पनि गरिसक्यौँ अब मिलाएर ट्याक्क लगाएर हामी यहाँ ड्याङ हानिदिन्छौँ 1 2 हामीलाई किन तलबाट जा भनेर त्यो चाहिँ के हो मन्त्र हो के हो ल एकछिन यसो अहिले नपढ्नु भ्याउँला ए पढिरहेको हुन्छ 7 अध्याय गुरु स्तुतिबाट ए बज ल हामी लाग्यौँ हाम्रो यात्रा स्टार्ट भयो अब फाइनल दर्शन गऱ्यौँ र अन्तिममा मलेसिया आउनुहुन्छ भने चाहिँ यदि इभी गाडी लिएर आउँदै हुनुहुन्छ भने होटल पनि देखाइदिइहालेँ मैले या त्यतातिर कतै होटलमा आफ्नो चार्जर बोकेर आएर लगाउन सक्नुहुन्छ फास्ट चार्जिङ काहीँ पनि छैन यहाँ हामी चाहिँ एकदम बिचमा अगर पनि पऱ्यौँ तर फुल चार्ज थियो आइपुग्यौँ लगभग आइपुग्दाखेरि कति 34% चार्ज थियो नि हेटबाट आउँदाखेरि सिन्धुलीबाट लगाएर आएको थियौँ कुन बाटो आउनुहुन्छ तपाईँ तर जस आउँदै गर्दा होटलमा बसेर चाहिँ मजाले लगाउन सक्नुहुनेछ बाबु यो बोका त एकछिन पकड दौड पकड है ल अब यो भिडियो चाहिँ यहीँसम्म यो भिडियोलाई सक्दो सेयर गर्नुहोस् माया गर्नुहोस् र हाम्रो गाडी ओ त्यहाँ छ हो हामीलाई पर्खिरहेको छ हाम्रो गाडीले फाइनली हामीले पूजा पनि गरिसक्यौँ यहीँबाट निस्क्यौँ उता निस्किन्छ भनेर सोच्नु भएको थियो दिले हामी यताबाट निस्क्यौँ ल फाइनली अब यो भिडियो यहीँसम्म स्टप गर्दैछौँ हामी है त अब हामी अर्को भिडियोमा भेट्छौँ सी यू एन्ड द नेक्स्ट भिडियो थ्याङ्क यू सो मच किप वाचिङ सब्सक्राइबिङ सेयरिङ भाइ लाइक भन्न भाइ यार सबै गरिदिनु होला ल के भन्छ लाइक सेयर सब्सक्राइब कमेन्ट ठिक छ अरू केही कस्तो देखिरहेको छ होला मलाई एकदम कस्तो देखेछ मलाई एकदम ठिक छ कस्तो देखेछ मलाई खतरा हो ल थ्याङ्क यू लभ यु